बेनी एन्टरटेनमेन्ट प्रस्तुत गर्दछ। एउटा कुरा भनौ प्रशान्त। भन न। तिमी त्यो आदित्यको सँग चाहिँ नगर है। हेर आरती, बाघ जति नै भोकाए पनि घाँस चर्दैन र घोडाले जति नै कोसिस गरे पनि मासु खाँदैन। यो दुवैको नियति हो। तिमीले भन्न खोजेको चाहिँ के हो? यही कि कोही बेरोजगार छ भन्दैमा आवारा हुँदैन। सरी प्रशान्त। इट्स ओके। ल जाउँ अब। आज भोलि प्रशान्त देखिँदैन नि। काठमाडौँ फर्केछ कि के हो? छैन फर्केको। अनि भेटघाटै छैन त। बिचरालाई आरतीको पछि लाग्दैमा फुर्सद छैन अनि यो माया भन्ने चिज पनि कडै हुँदो रहेछ कि के हो? कडा हुन्छ कि नरम हुन्छ आफूले गरे भए पो थाहा हुन्छ त। कस्तो हुँदो रहेछ माया, थाहा पाइस्? घर त पुग्छस् नि कि पुऱ्याइदिनु पर्छ? हो यार छोड न, सकि त गो त। भर्खर त सुरु हुँदैछ केटा, अहिले कहाँ सकिन्छ? जुन कुरा भाग्यमा छैन त्यसको चर्चा गरेर के फाइदा? हेर केटा, भाग्य र भविष्य समयको गर्भभित्र हुन्छ। तर तेरो भाग्यले चाहिँ समयमै भविष्यको सङ्केत दिँदैछ है। तेरो मुखमा दुध र भात भो। अब चित्त बुझ्यो, हिँड्छौँ। भलाइको त जमानै छैन भन्छ। हेर सबको भलाइ गर्ने त विश्वविधाता। ल ल नरिसा, मजाक गरेको। भोलि प्रशान्तलाई पनि लिएर आइज न। ल ल गएँ म।
प्रशान्त तिमी मलाई माया त गर्छौ? मेरा माया शङ्का लाग्छ र तिमीलाई? शङ्का त होइन, तर मेरो मन डराउँछ। मेरो रानीको मन चाहिँ किन डराउँछ नि? कतै हाम्रो प्रेम भ्रम त होइन? तिमीलाई के लाग्छ, प्रेम कि भ्रम? कहिलेकाहीँ त जीवन नै भ्रम जस्तो लाग्छ मलाई। सत्य त शून्य आकाश मात्रै हो जस्तो लाग्छ। जीवन शून्य छैन, भ्रमका अनेकौँ रङ्गीन रङमा रङ्गिएको छ जीवन। यस्तो भ्रमको रङमा रङ्गिएको जीवनमा साँचो प्रेम कसरी हुन सक्छ? आज भोलि साँच्चै नै म दोधारमा छु। यस्तो हताश र निराश नहो आरती। समय र परिस्थिति हाम्रो प्रेमको सामु झुक्नेछ। हाम्रो मिलन अवश्य हुन्छ। भरोसा राख हाम्रो मायामा। आरती जाउँ अब। आरती निराश नहो, अझ हिँड। काम भन्दा नि एउटा सल्लाह गर्नुपर्छ। सल्लाह? कस्तो सल्लाह? साथीहरू लुम्बिनी भ्रमण जाने भन्दैछन्, जाने होइन त? यो अशान्त मनलाई लिएर त्यो शान्त भूमि तपोवन नगई के नै गर्नु छ र? म जान्न, तिमीहरू जा। होइन, के भएको छ तँलाई हिजो आज? केही भएको छैन। के भएको छ र मलाई? सबैजना सँगै जाँदा रमाइलो हुन्छ। फेरि त यहाँ एक्लै बसेर के नै गर्छस् भन् त? रमाइलो गर्न त मन पनि रमाउनु पर्यो नि, होइन र? मन नै रमाएको छैन भने जहाँ नै गए पनि किन रमाइलो हुन्छ? यो ढुङ्गालाई हेर्दा यसलाई जाने लाएर राखे पनि के फरक पर्छ र? यो ढुङ्गा निर्जीव वस्तु हो। हामी मान्छे सजीव हौँ। यति फरक त तँलाई पनि थाहा होला नि, होइन? थाहा छ। त्यही भएर यो ढुङ्गा जस्तै निर्जीव बन्न खोजिरहेको छु। यो ढुङ्गा चाहिँ निर्जीव रे? यो ढुङ्गा चाहिँ निर्जीव। हेर आदि, घरमा प्राय सबैको बाआमाले गाली गर्छ। बाआमाले गाली गरे भन्दैमा यस्तो चाहिने नचाहिने कुरा सोच्नु चाहिँ हुँदैन। मलाई बाआमाले गाली गर्नुभयो भनेर यो ढुङ्गा चाहिँ निर्जीव बन्न खोजेको होइन रोहित। अरू के कारण छ तँलाई यस्तो सोच्न बाध्य बनाउनु? हेर रोहित, यो ढुङ्गा पनि बडो विचित्रको छ है। मन्दिरभित्र पुग्यो भने भगवान् बनिदिन्छ, सबैको आस्थाको धरोहर। अनि यही ढुङ्गा ल्याबमा पुगेर चम्कियो भने हिरा बनिदिन्छ, संसारकै मूल्यवान हो। म पनि मूल्यवान हुन चाहन्छु, त्यसैले त म यो ढुङ्गा जस्तै निर्जीव हुन चाहन्छु यार। धन्य हो प्रभु, मैले त अरू नै सोचिरहेको थिएँ। के सोचिरहेको थिइस् र? आत्महत्या गर्ने सोच गर्न थालिस् कि भनेर मेरो त सातो गयो। आत्महत्या त उद्देश्यविहीन लाचार मान्छेहरूले गर्ने मुक्तिको बाटो हुनसक्छ। मैले त आफूलाई मूल्यवान हिरा बनाउनु छ भने पहिला ढुङ्गा पो बन्नुपर्छ भनेको त। अरे यार, तैँले कुरा नै त्यस्तो गरिस्। मेरो त मनै डरायो। त ढुङ्गा बन, त हिरा बन, त भगवान् बन, तँलाई जे मन लाग्छ त्यही बन। तर साथै जाने गरी यसरी कुरा घुमाएर चाहिँ नभन्। मैले के नै कुरा घुमाएर? तैँले त मेरो झन्डै साथै लगिस् नि। भयो साथै सब कुरा। बरु भोक लागे जस्तो भइरहेछ, जाउँ कतै गएर खाजा खाँदै कुरा गरौँ। खाजा पनि खानु र? अब हिँड भनेपछि हिँड्न खुरुक्क। हिँड जाउँ, टोलाएर मात्रै बस्छ यो खालि। जाउँ। नयाँ जीवनको
तिमीले व्यवस्थापनको बारेमा चिन्ता गर्नु पर्दैन। तर सर, उत्पादनलाई सहज र सरल तरिकाबाट उपभोक्ताको पहुँचमा पुर्याउन सकिएन भने जोखिम बढ्न सक्ने स्थिति रहन्छ। त्यसैले लन्च प्रोग्राममा विज्ञापनलाई आक्रामक र विश्वसनीय बनाउने तयारी गर। अहिलेका उपभोक्ताहरू विज्ञापनमा निर्भर भएर उत्पादनको उपयोग गर्छन्, तर आक्रामक विज्ञापनले उपभोक्ताहरूलाई आकर्षण मात्रै गर्न सक्छ। विश्वसनीयता रहेन भने उपभोक्ताहरूले बहिष्कार गर्छन्। हजुरले ठिक भन्नुभयो सर। यो कुरालाई ध्यानमा राखेर तयारी गर। हुन्छ सर, अहिले म लाग्छु। हुन्छ। मनमा तिमी भएर होला यात्रा सकिएको पत्तै भएन। त्यस्तो नै हुन्छ र? हुँदो रहेछ जानु। होला पत्तै भएन। तिमी विश्वास गर हेर्न भएको यही। अनि कति सम्झिनु भयो मलाई? कति भन्नु भयो? जुन कुरा शब्दमा बयान गर्नै सकिँदैन। हजुरलाई बिजनेस बाहेक मेरो पनि याद आउँछ र? बिजनेस मेरो कर्म हो भने तिमी मेरो मर्म हो, मेरो जिन्दगी हो। तिम्रो याद नआउने कुरा पनि हुन्छ र? घरि घरि त लाग्छ हजुरलाई मेरो कुनै महत्त्व नै छैन। मनको भ्रम त केवल शङ्का मात्रै हुन्छ जानु। मनको भ्रमबाट निस्किएर हेर त, तिम्रो साथमा म कहाँ छैन, तिम्रो यादमा म कहाँ छैन। तर पनि हजुर मदेखि टाढा हुँदा हजुरको एक्लोपनले हरपल सताइरहन्छ। मेरो प्यारीलाई सताउने एक्लोपनलाई भगाउनु भनेर नै म सधैँको लागि घर फर्केको। साँच्चै हो र? हो नि। अनि किन मलाई पहिले पनि नभन्नु भएको? पहिले नै भनेको भए अहिले यो मजा लिन पाइन्थ्यो। हजुरलाई मलाई सताउन खुब मजा आउँछ है? सधैँ त होइन, तर कहिले हजुरसँग बोल्दिनँ। मसँग नबोली बस्न सक्छु र? आज किन निकै चिन्तित देखिन्छौ? के भयो तिमीलाई? केही भएको छैन। केही त पक्कै भएको छ, किन मलाई भन्न हुँदैन? त्यस्तो के होइन आरती, तिमीलाई त्यसो लागेको हुन सक्छ। तिम्रो मुहारले त अरू नै बताइरहेको छ त। मुहार त सधैँ यस्तै त हो, तर मनमा चाहिँ एउटा कुरा खेलिरहेको छ। के कुरा? अबको 2-4 दिनपछि तिमीसँग छुट्टिएर म काठमाडौँ फर्किनुपर्छ। त्यसैले मन निराश छ। मन त मेरो पनि निराश हुन्छ प्रशान्त, तिमीसँग छुट्टिनु पर्दा। तर पनि सम्हालेर मुस्कुराउनु पर्दो रहेछ। सायद तिमी ठिक भन्दैछौ आरती, तर मङ्सिर महिना पनि आउँदैछ नि कतै। के भन्न खोजेको तिमीले? तिमीलाई मेरो प्रेम र समर्पणमा भरोसा छैन? भरोसा त म आफूलाई भन्दा पनि धेरै गर्छु तिमीलाई, तर स्थिति र परिस्थितिको कुनै पनि भरोसा छैन आरती। कस्तो स्थिति र परिस्थितिको कुरा गर्दैछौ तिमी? हिजो तिम्रो बाबा हाम्रो घरमा आउनु भएको थियो। यही मङ्सिरमा तिम्रो बिहे गरिदिनु जस्तो कुरा गर्दै हुनुहुन्थ्यो। अनि तिमीलाई पिर पर्यो होइन त? यस्तो कुरा सुन्दा पिर त पर्छ नि। विवाह तिम्रो स्वतन्त्रता र खुसीको कुरा हो प्रशान्त। म तिम्रै हुँ, सधैँ तिम्रै रहनेछु। र पनि मेरो मन साह्रै आत्तिएको छ आरती। प्रेमको अर्को उपमा भरोसा हो। भरोसा राख प्रशान्त, मबाट तिमीलाई कहिले धोका हुने छैन। विश्वास भरोसा भन्ने कुरा त भोलिको कुरा हो। ल हिँड, अहिले जाउँ है, टाइम पनि भयो। अनि रोहित, के सोचिस् त तैँले? के सोच्नु र? यस्तो कुरामा हतार गरेर हुँदैन, विचार पुर्याएरै सोच्नुपर्छ। हेर, सुन र पित्तल छुट्याउन वर्षौँ लगाउने मान्छेले नि जिन्दगीमा केही पनि गर्न सक्दैन। तैँले भनेको कुरा पनि ठिकै हो, तर तेरो योजना कुनै धातु वा वस्तु होइन, हेरेर थाहा पाउनु। योजना हो, योजना बनाउनु पर्छ। योजना बनाउनु ठुलो कुरो होइन,
योजना बनाउँदैमा सफल भइन्छ भन्ने सोच्नु पनि त भएन नि। भनेपछि तैँले मलाई साथ दिँदैनस्, यही बुझ्नु पर्यो होइन मैले? साथ दिने नदिने कुरै होइन, साथ दिन्छु त भनेकै छु त। अरे साथी, साथ पनि दिन्छु भन्छस् अनि फेरि निर्णय पनि गर्दैनस्, के हो? तातै खाउँ जली मर गर्न पनि त भएन नि, सोचेर निर्णय गर। ठिक छ, छिटो सोचेर निर्णय गर। जाउँ अहिले ल। ओके। नया जीवनको आरम्भ, नया जीवनको। एउटा कुरा भनौँ। एउटा मात्र? मनमा लागेको सबै कुरा भन न। कहिलेकाहीँ मनमा यस्तो लाग्छ। कस्तो लाग्छ? मैले तिमीलाई धेरै सताएँ है। मैले कहिले यस्तो भनेर? छैन, र पनि मलाई थाहा छ त्यो बेलामा मैले तिमीलाई धेरै नै सताएको थिएँ। त्यो बेला त्यसरी नसताएकी भए सायद यो बेला यसरी माया पनि गर्ने थिएन होला। मैले त्यति धेरै इग्नोर गर्दा पनि तिमी सधैँ प्रेम प्रस्ताव राखिरहन्थ्यौ। आखिर ममा त्यस्तो के थियो प्रदीप? माया, मेरो माया। तिम्रो धड्कनमा सजिएको थियो मेरो माया, अनि मेरो मायाको संसार। तिम्रो सामिप्यतामा म मेरो माया महसुस गर्थेँ, अनि कल्पनामा हाम्रो संसार सजाउँथे। किन गर्थ्यौ प्रदीप तिमी मलाई त धेरै माया? मैले आफ्नो खुसी तिमीलाई सुम्पिएको थिएँ, त्यसैले आफू खुसी हुन तिमीलाई माया गर्थेँ। यो हाम्रो माया कुनै दिन अमिलो र धमिलो त हुँदैन नि प्रदीप? तिमीलाई म प्रति अझै भरोसा छैन रिया? समय बदलिन र समयसँगै मान्छे बदलिन समय पनि त लाग्दैन? भविष्यप्रतिको भय र आशंकाले मानिसलाई वर्तमानमा रमाउन दिँदैन। सुखमय जीवनको लागि भविष्यप्रतिको चिन्ता भन्दा वर्तमानमा रमाउने प्रयास हुनुपर्छ, अभ्यास हुनुपर्छ। अन्यथा खुसी हाम्रो नजिक आएर पनि हामीलाई पीडा दिएर जान्छ। र पनि मन डराइरहन्छ प्रदीप। समयसँगै तिमी बदल्यौ भने तिमी बिनाको मेरो संसार। किन यस्तो कुरा मनमा सधैँ खेलाइरहन्छु रिया? म पनि त तिमी बिना सधैँ अधुरै रहन्छु होइन र? साँच्चै? हो नि। त्यसो भए जाऊँ न त अब है, ढिला पनि भइसक्यो। हुन्छ। हेलो। रोहित त कहाँ छस्? भन, म यतै छु। तँसँग तत्काल भेट्न काम थियो। किन, केही विशेष कारण थियो र? हेत तेरिका, तँलाई कारण यहाँ भेटेर भन्नु के? तँ यति मात्र भन्छ, तँ आउँछस् कि आउँदैनस् यहाँ छिटो? ल भन, कहाँ आउनु पर्ने म? बसेर दिनरात बाको कच सुन्नु भन्दा त मैले त गाउँ नै छोड्ने निर्णय गरेको छु। अब तेरो पनि कथा बेता त मेरो जस्तै हो। यहाँ बसेर नि हाम्रो कुनै लक्ष्य पुरा हुँदैन। गाउँ त छोड्नै पर्छ। अब बाँकी तेरो विचार। गाउँ त छोड्नै पर्छ आदि, थाहा छ मलाई। तर लक्ष्यबिन यात्रा गरेर गन्तव्य कहाँसम्म पुग्न सकिएला र? नदीले कहिले लक्ष्य राखेर भएको हुँदैन, केवल आफ्नो बग्ने कार्य मात्र गरेको हुन्छ। पुग्छ
कि त सागरमा कि त बारीमा। सागरमा पुग्छ धर्ममा पुग्छ, बारीमा पुगे कर्ममा पुग्छ। तर जहाँ पुगे पनि नदीले आफ्नो लक्ष्य पाएरै छाड्छ। त्यस्तै हामी पनि बग्नुपर्छ मित्र। गन्तव्य त एक दिन अवश्य भेटिन्छ, ढिलो या चाँडो। हुन्छ, म सोचेर भरेतिर खबर गरौँला। तर अहिले जाउँ है। ओके। समयको धेरै अन्तरालपछि पनि मेरो मनमा तिमी प्रतिको मेरो लगाव र प्रेम कहिल्यै कम हुन सकेन प्रज्ञा। तिमीले त आफ्नो संसारमा रङ्गी बिरङ्गी फुलहरू फुलाएकी हुन्, तर म तिम्रो वियोगमा कहिल्यै फुल्न सकेन। खै किन हो? जीवनको अभ्यासले मलाई जहाँ पुर्याए पनि आत्माबाट म त्यही छुटे जहाँ तिमीले मलाई एक्लो बनाई छाडेकी थिए। त्यो पल म आफ्नो भाग्यसँग हारेको थिएँ अनि तिमी मेरो परिस्थितिसँग हारेकी थियौ। जे भए पनि तिम्रो संसार सधैँ सुखमय रहोस् प्रज्ञा। जन्मदिनको हार्दिक हार्दिक शुभकामना। Excuse me, sir. Sir? Coffee. Thank you. Welcome. तिमी पुकार हौ मेरो मनको निधडकनको, तिमी सँगै गर्नु छ मैले आरम्भ नयाँ जीवन।